एभ्रिवान, आज चाहिँ मैले अलिकति ग्रेभीवाला चिकनको रेसिपी लिएर आएको छु। फर्स्टमा चाहिँ मैले चिकन ब्रेस्ट र चिकन थाईलाई चाहिँ मैले आफूलाई चाहिएको साइजमा काटेँ। यो वाला चिकन बनाउनको लागि चाहिँ प्याज त्यति चाहिँदैन कि, त्यसैले मैले जम्मा 2 टमाटर काटेको। त्यसपछि एउटा प्यानमा चाहिँ तेल हाल्ने, जिरा हाल्ने, तेजपत्ता अनि सुकेको खुर्सानी हालेर एकैछिन राखेपछि चाहिँ त्यो चिकन हालिदिने। त्यसपछि एकछिन मजाले फ्राई गर्ने अनि त्यसपछि अलि यतिको देखेपछि चाहिँ बल्ल प्याज हालिदिने। प्याज हाली चाहिँ माथिबाट मैले नुन हाल्छु त्यो प्याज छिटो गल्नको लागि। त्यसपछि छोपेर एकैछिन राखिदिने। छोपेर एकछिन पकाएपछि चाहिँ अदुवा लसुनको पेस्ट हाल्ने। त्यसपछि चाहिँ मसलामा मैले नुन, बेसार, धनियाँ पाउडर, मिट मसला, खरियो खुर्सानीको पाउडर अनि स्प्रिङ अनियन काटेर हालिदिएँ। सबै हालेर चलाएपछि चाहिँ मैले टमाटर र खुर्सानीको प्युरी हालिदिन्छु माथिबाट अनि त्यसलाई मजाले चलाउने। अनि यतिको देखेपछि चाहिँ यसलाई हाम्रो चिकन ग्रेभी रेडी हुन्छ। एकैछिन चलाएर चाहिँ बोइल हुन दिने। त्यसपछि चाहिँ भातसँग मजाले हालेर खाने। एकदमै मिठो हुन्छ यो चाहिँ, धेरै झोल पनि हुँदैन। त्यति नै हो आजको लागि। थ्याङ्क यू फर वाचिङ।